खानु भएको छैन एकचोटि त एकछिन उयो नि ठुलो कुरो त के भन्नु होइन ल यसलाई ल 1 सय 2 सय 500 रुपियाँ केटी त अरे वाह कति राम्रो जामा कसको यो
आहा तिमी कसको छोरी बिजेको तिमी कसको छोरी रनेको तिमी कसको छोरी ए तिमी कसको छोरा अँ, मिनाको अनि तिमी कसको छोरा सुहा म ताराको गोपाल भन्नु न ए गोपालको ल ठिक छ कहाँ जानु ला तिमीहरू अहिले हामी पिङ खेल्नु ल है झ्याम्कै लाग्यो कि रमाएर मऱ्यो बजु के गर्नु भएको ए केस मिलाउनु भएको तपाईँको केस त कति बढेछ है पहिला त कस्तो टाक्लु थियो नि अनि कसरी आयो कसरी मेरो नि कति धेरै झर्छ म कसरी कपाल बाक्लो बनाउनु त्यसरी कोरिराख्नु अनि बाक्लो हुन्छ कति बाक्लो हो कपाल मेरो झरिसकेको धानबारीमा कुचनाले यत्रो यत्रो कस्तो सिल्की के लगाउँछ यार बजुले साँच्ची भने अब एउटा मुन्टुम सिकाइदिन्छ ए ल ल ल ल सिकाउनु त ल भेनाले सिकाउँछ उसले सबै मान्छे बनाउँछ ल म कपाल कोर्छु तपाईँ गीत गाउनु गाईले बाँध्यो छोला ए बजुको कपाल झरेछ भन्दैन तिमीको नि झरेछ ए लौना माया लौना सुटुकै मिल्यो कपाल घेरी कुटुकै भयो कुटुकै ल अब तपाईँको पाली पेनी जस्तो बुझ्दैन पेनीको केस बाँडेर अब तपाईँको पाली सुन्नु न नेपाली कपालाई कोरी आइना के आउँदैछौँ छोडेर आयौँ छैन कपालाई कोरी आइना के छोडेर आयो दिदी छैन अझै गोरे मकै गोरेर छैन देश छोडेर आम्पाङ्गो तेन्दाङ हारा नेपाली हाम्रो बराबर नेपाली हाम्रो बराबर मिलेको छैन
रस्तानी मुन्द्रो रोसेर नेपाली साउदो बसेर हातमा थोलिआई आलाकै बोली रस्तानी मुन्द्रो रोसेर आम्बी बातमा दैजुए बसेर आम्बी बातमा दैजुए बसेर अनि अरू एम्पानो दिदाङ हारार बातमा दैजौलाई बोरा मालुती माला गाँसेर आम्बी मन मालुम साउदो मालुती माला गाँसिदियो आम्बी मन मालुम साउदो हाँसिदियो अरे वाह कसरी यस्तो गाउनुहुन्थ्यो मलाई त लाग्यो सानो छाता नारो आम्बी नेपाली हाम्रो नाचोरो आम्बी सानो छाता नारो आम्बी नेपाली हाम्रो नाचोरो भयो कस्तो राम्रो कहिलेदेखि आउँथ्यो तपाईँलाई यस्तो राम्रो गीत गाउन त्यसै मनबाट आउँछन् कसले गीत गाउनु कोसिस मलाई त म मात्रै राम्रो गाउँछ भनेको त बजेर त्यस्तो राम्रो के जान्नु छैन खैको मालुती माला गाँसिदेऊ आम्बी नेपाली साउदो हाँसिदेऊ के गरेको त्यो के हुन्छ त्यो खास कुनीमा खरासी फाचेङहरू बाँचिन्छ लुगाङ ठुले फाचेङहरू मालुती माला गाँसिदेऊ लक्ष्मी ताजेङ हाँसिदेऊ लक्ष्मी ताजेङ हाँसिदेऊ गोलेली छाई छाई गोली गोरो नागा नुहाई लुगाङ ठुले सुगाई सुर्ता बङ्गी ए सेवारू नताङ्गी मासु त राम्रै हुनुहुँदो रहेछ राम्रै हुन्छ र त बात मार्दैछु माली बितिनै फेरे खएको नि के जान्नु छैन रे लुगाङ ठुले खएको नि गुठेलाई बारी साग छ कि
साइनो आङबाट लाग्छ सोर्याङ आम्पानो चिन्ता आम्बी बातमा जौला बोरा आम्पानो चिन्ता आम्बी बातमा जौला बोरा मालुती माला गाँसेर आम्बी मन मालुम साउरो हाँसेर गुडगुडे मकै नागरु आम्बी जिन्दगी माया नाचो साह्रै मिठो मालुती माला गाँसिदेऊ आम्बी मन मालुम साउरो हाँसिदेऊ आम्पानो चिन्ताङ हारार आम्बी बातमा जौला बोरा अब यसो गर्नुपर्छ क्या हालेलो डाँडा घमाइलो धान पाक्दै हुन्छ रमाइलो भयो धानै त पाक्छ रमाइलो हुन्छ हालेलो डाँडा घमाइलो आम्बी बाँचिन्जेल ठुले रमाइलो आम्बी बाँचिन्जेल ठुले रमाइलो मान्छे लङ्पाका घाम घाम छ आम्बी जय नेपाल ठुले राम राम रोप्नु निलो मै बस्छु आदिमा तुलीलाई राख्छ चिन्ताले घरमा मैलीलाई पालीमा सन्सनी यता त कान्छाको रुम हो कान्छा छ दोमुखा दोमुखा केमा जानु केमा जानु हुने यसै आराम गर्ने राज उठ ओइ राज एकछिन बज्र आराम गर्छ उठ ओइ बज्र आराम गर्नुहुन्छ रे उठ रे जाने ड्युटी ओइ उठ रे बोलाउँदैछ अरे तिम्रो बाटो आइपुग्यो छिटो छिटो उठ रे आऊ राजलाई यता नै सुत्न दिएन उता नै सुत्न दिएन आयो जा उठ ड्युटी गयो जा चोप टेसन नगर न कपडाहरू लाग्यो सुत तपाईँ यहाँ सुत्नु राज यहाँ सुत्छ नि त नाति उनीहरू सबै सुत्छन् थिए म त यहाँ कोही सुत्नु
ए तपाईँको आफ्नै हो यो बसौँ बसौँ ₹5-7 तल तिर्न छोडी थाक्नु भयो गीत गाउँदा गाउँदा त्यो पात चाहिँ के को लागि चोप्रो चाहिँ चिलायो मलाई चिलाउँछ र त भनेको म त चिलाउँदा हुन्छ ल बजु लागेको ल लाइनै आयो ल लागेको ल बाई कहाँ जाने अब काठमाडौँ हिँडेको म काठमाडौँ भरे आउने भरे आउँछु ल ल बाई भाइ सेवारो हावा जायो यहाँ ल ल यहाँ क्यामेरामा हेरेर हाँसिदिनु त यहाँ हेरेर हाँसिदिनु त म गएको हाँस्नु न टाटा बाई 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 अघिको चाहिँ भोर भरेको छु ल ए के गोपीराजले के हो यो यहाँ सुनसान भएको बेला गर्ने लु भन्नु गोपीराजले पठाएको भन्नु कसले पठाएको यो गोपीराज ठुलो केटाले भन्नु यति यो सबै कसले पठाएको बजु बाबुले के हो नि बाबु ठुलो छोराले नाम के हो गोपीराज होइन हौ यहीँको बुङको हो नि त यो बुङको कति धेरै अब मलाई मम्मी मम्मी ब्याजमा दिनु न मलाई ल बच्चाहरू चाहिँ म तास खेलेर फेरि जितेर दिन्छु त अस्तिको अनि अस्तिको पनि यहीँ राखिदिएको छु त कान्छाले दिएको काइलाले दिएको ठुलो भाइले ठुलो छोराले दिएको हुँदैन तास खेलेर काम गर्नुपर्छ होइन दसैँ तिहारको बेलामा त खेल्दा के हुन्छ अनि बिहा चाहिँ यति पकाउनु भएको छ तपाईँ हुँदैन म माग अहिले दिनमा त राख्छु भरे आइपुग्छ म त खेद्दैन नि अब यो पनि पो लगेर त दिएको फोटो खिचौँ बजाउँदा हेर्नु ल यो यता राख बजु यता ल फोटो यहाँ सबै छ सबै यहाँ छ कति 1 जना 2 जना 3 जना म 4 जना मागेर लगेर मम्मी लगनी यहाँ कहाँ छ र होइन अर्को पनि थियो त यति नै हो यति त अनि कहाँ छ यहाँ पनि छ नि त बाँधिदिएको भोलि जाने ल चचामा लाएर एउटा फोटो खिच्ने बजु नाति ल ल यता हेर्नु त बजु ल यता हेर्छु ल यता बजु यता आयो त बजु पठाएछ मेरो नातिले किन हेर्नु भन्नु नि बजु मेरो नातिले किन गर्ने भन्नु ट्र्याक्टर पस्ने ठाउँ भइदिएको एकैछिनमा आउँछ है ट्र्याक्टर पस्दैन नि त धान काट्दा त पस्छ राधिका भन्दा चिन्दैन सबै कहाँ हिँड्ला किन हामी त यति राम्रो हुन्छ किन नखिच्ने जहिले साबुन यहाँ साबुन
हाम्रो महिला छोरा ससुराली जानु आँटेको छ सुँगुर बनाउँदैछ किला लगेर तिहारमा जान्छ अरे सुँगुरको मालिक नि आयो सुँगुरको धनी फुल लगाइदिनु नि एउटा मात्रै क्या उता जानु पर गाउँतिर बनाएर आउँछ सबैजनाको क्या सबै उतै जान्छ अन्तरी नजिक त्यो मलाई गर्दनको मासु मिठो हुन्छ अरे गर्दैनकै हाल्दैछ काट्ने त्यो आन्द्रा निकाल्नु आज के खायो तिमीले खै त तिम्रो भतिज खोइ भतिज 100 यहाँ हेर त हेर न लजाको यहाँ हेर न यो चाहिँ अब एउटा पार्टी जस्तै मात्रै ए नानी कति ढिलो गरेछ नि हाम्रो मामाले साबी खाएर फाक खराब सबैले सम्झिले सुन्यो भने त खिल्ला उडाउँछ होला मिठो छ मामा यो त अरू लामा काट्नु कस्तो छ अरू लामा काट्नु न एउटा त टमाटर कस्तो छ पुलको जस्तै छ जङ्गल पनि सुन्द चाडबाडको बेला मामा मावलीकोमा गएर खानुपर्ने भान्जाकोमा आएर टाउमा तान्दै हुनुहुन्छ होइन हजुर त्यसो त होइन मलाई नि कामदारी गर्छन् खानु पनि यस्तो गर्छन् त्यो पनि अमिलो न अमिलो छ बुरम 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 बरु यो जवाब दिनु भयो त यो जानै कम्ती अमिलो भन्दा त चर्किँदै चर्को हिजै लगाएको त भाउला यो बुरुम 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 धामीमा पत्ता पर्छ यताबाट छिर्नु अब के गर्नु अन्नको सासले पनि बचिनै पर्छ खानै पर्छ भान्जा पानी ल्याइदेऊ है अब के गर्नु हो म नेपालमा हुँ खोले पाए खाने हौँ तमा पाए तेन बनके नाच्ने हौँ साह्रै मिठो चलाउने को भिटामिन भिटामिन मसला पाकिसक्यो यो त पाकिसकेछ यो त लगाउँदा काँचो हुन्छ के को मासु सुँगुरको यो एकदम सेकुवा बनाएर खाने लोकल होइन यसको त थर पनि हुन्छ के थरी के थरी यो सुँगुर हो उसको थर साथी भन्छ ए वाह यसको थर चाहिँ बुङ्गुर है यहाँ चाहिँ के पाक्दैछ खै कता गोच्दैछौ हौ नानी हो नागा लेखेन काइन हाल हाल नभन्न लगाइदिए भन् झर्यो चाटिया त यस्तै हो हजुर अनि बाहिर त पार्टी भइरहेको रहेछ त पार्टी तपाईँ नजाने
के रातै लुगा टाउको दुख्छ मलाई ला के गीत गाउनु मन छ र केही गीत रन्जना चिन्नु भयो बजुले नचिन्छु नि लुगा नि रातो लगाए कालो कालो लगाउनु ए मैले रातो लुगा लगाएँ अनि गोपीराज आउनुभयो गोपीराजको माथि बाजेसँगै छ होइन लिएको थियो अहिले ल्याउनु पठाएको मैले त्यसलाई यो लास्ट यो अचार हो यो सेकुवा हो मेरो भान्जा बुहारीहरू भान्जा महिला यो भान्जा हो यो कान्छा हो काहीँलाई यता छ काहीँ आउँदैछ सबै बसेर दोबी माइलो दोन्छ नि कान्छा भटभट एउटा आउँछ ए धोबी माइलो धुन्छ नि बनपाले टुलिया नमस्कार छ मेरो रामाको पालो धोबी नदौना मैती जै गरिछु नरुइदेऊ न अब के हो भाइटिकामा त अब भाइटिका लाउनु हुन्छ त्यसै के गर्नु भाइटिका लगाइदिनु त्यसै के गर्नु दसैँ नै भाग्यौ मलाई चाटै टिका लगाइदेऊ त्यो उचाल्ने उसलाई राखिदिनु पर्छ टिका लगाइदेऊ न चिलिमैमा ए भान्जा भान्जी भेट भयौँ बहिनीहरू दिदी सबै नमस्कार हाँसी मजा सबैको राम राम छ जति गरे जति नै रमाइलो गरौँ हाम्रो दिदी भेनाको घरमा आएको छु रुखमा बोकेर खानु त देऊ खाना गिलासमा खाइबाट छ क्या बाजेले कस्तो छ मिठो मिठो ल्यायो फेरि छेत्री भाग्यो हाँसीमा मजा रमाइलो बुङमा ए साधकैमा छ कति नराम्रो मेबुङमा सोसल्ला बोली लौटै बोली ए तामे तुङमा र बलिया नानी से मसी में तेजक में भी कई बाबुले खाने अनि हामी हिँड्दैछ हाई भाइ ममल बोकेको छ तपाईँ हजुरको चाहिँ बोजू अन्तर झापा एकदमै मनपर्छ तर लास्ट गर्मी हुन्छ भनेर आउनै डर लाग्छ क्या तर कार्तिकको मौसम खासै त्यस्तो गर्मी चाहिँ नहुने अब घाम त टनक्क लाग्छ है तर पनि कस्तो रमाइलो छ यहाँ धानको बिचमा Down at the lonely lake, before summer has gone away, swim out under a broken sky. Cold sun colored with shades of white. Two lonely nights last summer.
say goodbye to lonely nights. Last summer. तिमी अहिले कहाँ छौ अहिले सुरुङ्गामा तिमी क्युट कि सुहाङ क्युट सुहाङ तिम्रो कान राम्रो कि सुहाङको कान राम्रो नाच्नु दिनकै ज्यादै आजको ज्यादै होइन अब जोइसतिर आउँदैछ राम्रोसँग बोक न त्यो जाडो खाँदैन होला नि नाइस टपमा चढाउनु पर्यो क्यालेन्डरमा साह्रै राम्रो आउँछ के कुट्नु भएको फुपाजु फुपाजु यहाँ हेर्नुहोस् त घुमाउने रोटीको पिठो ए के को पिठो के को पिठो फुपू फुपाजु रोटीको पिठो धानको पिठो कि कोदोको पिठो धानको पिठो चामलको लागि चामलको तिहारमा रोटी खाने हो रोटी तिहारमा पनि होइन कोदोको पनि होइन चामलको म त खिच्दिनँ म त साह्रै राम्रो छु भन्दै हिँड्दै हिजो फुपा माथि म माथि जाँदिनँ म फोटो खिच्दिनँ म राम्रो मान्छे तर फुपाजु अनि फुपाजु त अनि राम्रै त हुनुहुन्छ अरे हल्की बल्की केही भन्ने छ फुपाजु केही भन्नु मैले दुई शब्द भन्ने 2 शब्द भन्ने कि 3 शब्द अब आयो रोटी यो पिठो कहिले कुटेर रोटी बनाएर खानु है बालु गर्ने बेला भयो रोटी खानु पनि साह्रो पर्यो अत्तिरिका ल को म गरौँ त ल लागेको फुपा त्यसो दुई शब्द भनिदेऊ न आफ्नो केही मन्तव्यहरू अब उनीहरू मिलमा पिसेर खान्थे होला या त यस्ता ए हामी त पहाडको मान्छे देशी भन्नु त्यही त नि अर्ग्यानिक भनौँ अर्ग्यानिकै हामी त यस्तो अर्ग्यानिक तरिकाले हो अर्ग्यानिक तरिकाले ल ठिक हो किट्याङ दियो भयो हुन्छ भयो नभए होइन यो भिडियो पनि हुन्छ ए आउनु है माझी बस्नु टिकाले अहिले हेर्न मान्छे मात्रै जाओस् न मात्रै भन्दै एकछिन त फनक फन्केर कपडा फेर्दै थिएँ म त माइतीमा हिँड्छ कि झोला बगेर जस्तो लाग्दै थियो गयो कि तँ पनि मात्रै थियो माइली निगार सबै खाइँदैछ नि ल ल ल त दुःख पाइछ के दुःख यस्तो लाग्यो म घरमा एदेखि जेठसम्म गर्ने मान्छे यो के दुःख हो यस्तै मात्रै हो नि त म त मोटाउँछु पो त दुब्लाउने नि तर अलि सिलिङ भयो क्या आफै अहिले म स्लिम हुनुभएको छ नि तपाईँ फिट यस्तो बनाएको क्या मैले त्यो आफै भएको होइन ए बनाउनु भएको सफा भनेको कुखुराले आएर हान्छ नि म लगिहाल्छु नि लैजा कुकुर अब अझै एकताल कुट्नुपर्छ लैजा नि फुपाजु के गर्नु भएको धन्दा गरेको धन्दा काम धन्दा के हुन्छ सुँगुरलाई चारो लाउनु आँटेको गाईलाई पानी त्यस्तै छ ए ल जाउँ न त हामी उता फुपूको चाहिँ निकाल
यहाँनिर काम गर्दै उहाँ काम गर्नु पर्यो है। के पाक्दैछ फुपू? सेलरोटी अरे वाह, अनि तिहारमा त खानु परेन त लाठी अँ न। राम्रो भयो राम्रो फुल्यो क्या फुलेको छ? सानै सानो भयो। के ल्याउनु भयो फुपाजीले फेरि? फुपाजु चढाउनु है। पूजा गरेर आउनुभयो फुपाले? हजुर हजुर ल सक्यो अब सक्यो? सक्यो। हाई हाई, सो अहिले चाहिँ हामी सुरुङ्गा अलिकति तलतिर आएका छौँ। फुपूको घरमा आएको, कान्छी फुपूको घरमा। कान्छी फुपूको घर चाहिँ यतापट्टि साइडमा ऊ त्यहाँ हो। वरिपरि खेत छ, अलिअलि घर छ। उफ, यस्तो शीतल छ, यस्तो शीतल छ। सधैँ यस्तो शीतल भए त काठमाडौँ छोडेर झापै बसिन्थ्यो होला है काकी? तपाईँलाई काठमाडौँ मनपर्छ कि झापा? मलाई त झापा। मलाई पनि झापा। बुनुलाई सोधिनँ मैले बुनुलाई सोधिनँ। अच्छा, माथि जान मिल्छ भनेको ऊ दाइ आउँदैछ। दाइलाई सोध्यो भने चाहिँ फुपाजी पो रहेछ। ल जाउँ काकी, तपाईँ पनि जाने फुपा? म यस्तो राम्रो मान्छे राम्रो मान्छे हो कान्छ दाइ त नि। ल ल ल माथि फोटो खिच्नु। गाडा घुम्छौ अघिसम्म त म राम्रो मान्छे अरे। कहाँ चाहिँ उता यो हामीले बनाएको कि तर पनि गाडा घुम्छ। ल आउनु, ल ल कहाँ कति स्टेप जाने माथि? माथि जाने। मरे ल ल आउनु, हिँड्नु। ल ल ल ल फुपाजु अरू सबैजना मिलेर बनाउनु भएको टावरमा जाउँ है त। ए धानबारी कति राम्रो देख्छ नि यहाँबाट है। भोलि पछि मर्दाखेरि घुम्छ नजाउँ भनेको रुँगेर घुमे फुपा। मेरो नि एउटा फोटो खिच्यो अनि तँलाई कहीँ घुम्नु जा म गएको।
यो चाहिँ माइला काकाको घर। माइला काकाले कति राम्रोसँग फुल राख्नु भएको छ, सफा गर्नु भएको छ, फुल रोप्नु भएको छ। ए अरे वाह, ऊ हो सुहा, ऊ हो मिक्सु सेवारो गर ल ल। मेरो मम्मी, उहाँ काइली काकी, उनी हुन् सुदीक्षा। हाई, उहाँ हुन् काइला काका। नमस्कार। उहाँ हुन् हाम्रो बजु सेवारो। ल यिनी हुन् बुन खगबहादुर। उहाँ हुन् शैला काका सेवारो। ल जुमै त अगाडि अगाडि। उनी राज हुन् सेवारो। ऊ पछाडि हुन् रिया। उहाँ हुन् राजकुमार काका। अनि यहाँ हुनुहुन्छ माइला काका। माइला काका यता हेर्नु त। उनी हुन् बुहारी। अनि यता छन्, यता हेर सुप्रिया। सुप्रिया ऊ चाहिँ तिमी पनि हामीलाई रमाइलो गर्थे होला चेलाई नाथुनी सुरुङ्गा बजार सुरुङ्गा बजार लाई कुदे बजारमा सुधार केन्द्रमा भेट भएको भल्ला भल्ला ए आजको दिन ए देउसुरे खेल्ला ए दिदीहरूसँग आऊ भाइहरू ए जे भन्ला भन्ला ए जे ठन्ना ठन्ना देउसुरे ए हामी त आयो। And if it's not easy, don't give up on me. Would you risk your world in my hands? And I'd do it again. Be patient, 'cause I'll make mistakes. Think kindly of me every day. Summer or winter or caught in between them, or worse or better, or whatever reason. Love and wait.